हालेलुया। परमेश्वरले हामीलाई पठाउनु भएको सबभन्दा ठुलो शक्ति भनौँ, आश्चर्य कर्म भनौँ, सल्लाह भनौँ, उहाँको लेखिएको वचन यो। हालेलुया। गवाई चाहिँ हाम्रो यो हप्ता दार्जिलिङमा दुईवटा कन्फरेन्स भएको थियो। एउटा नागरी भन्ने जग्गामा, अर्को चाहिँ सोनाडामा। अनि त्यो नागरी भन्ने जग्गामा प्रार्थना हामीले गरेका थियौँ र एकजना कस्तो गवाई आयो भने उहाँको चाहिँ यो पेटमा चाहिँ सिज भनेको बुझ्नुहुन्छ न, सिज भएको थियो। अनि मैले जब प्रार्थना गरेँ, जब हामीले प्रार्थना गऱ्यौँ, अनि त्यसकै 1-2 दिनको बादमा जब उहाँ हस्पिटल जानुभयो, उहाँले दुईपल्ट चेक गर्नुभयो, सिज टोटली गायब भएको रहेछ। हालेलुया। अनि त्यो डक्टरले दिएको रिपोर्ट चाहिँ लिएर उहाँले पास्टर बाउलाई देखाउनु भएछ। अनि पास्टर बाउले मलाई अनि वाट्सएपमा कन्ट्याक्ट गरेर भन्नुभयो। हालेलुया। अनि अर्को चाहिँ सेवकै भएको थियो दार्जिलिङकै सोनाडा भन्ने ठाउँमा। त्यहाँ एकजना व्यक्तिलाई चाहिँ म आउँदैछु भन्ने थाहा रहेछ। अनि धेरै नै मेरो भिडियो हेर्नु हुँदो रहेछ। तर पनि बिहानसम्म त्यो हुन्छ नि, त्यो त्यो रोक्छ नि त अन्धकार शक्तिले। अनि जबरजस्ती जानुभएछ। अनि मैले त्यहाँनिर प्रार्थनाको लागि बोलाएको थिएँ। यदि कसैलाई ड्रगहरू खाने बानी छ, अशुद्ध खानेपिना फसेको छ भने अगाडि आउनु भनेको थिएँ। अनि उहाँले त्यो हुँदा हुँदै फेरि एकैचोटि गयो अरे। अनि जसरी मैले हात राखेर प्रार्थना गर्दै त्यतिखेरदेखि नै खानै मन लागेन रहेछ। अनि चर्चमा आएर गवाही बाँड्नु भएछ र मलाई उहाँको पास्टर बाउले भिडियो पठाउनु भएको थियो। हालेलुया। जब हामीले विश्वास गर्छौँ नि, परमेश्वरले हाम्रो विश्वासमा नि आशिष दिनुहुन्छ। आमेन। परमेश्वरले आश्चर्य कर्म गर्नुहुन्छ, परमेश्वरले छुटकारा गर्नुहुन्छ, परमेश्वरले जिन्दगी बदल्न सक्नुहुन्छ, परमेश्वरले तपाईँको जिन्दगीको नमिलेको ट्र्याकलाई नि सही ट्र्याकमा ल्याउन सक्नुहुन्छ, परमेश्वरले तपाईँको परिवारलाई नि पुनर्स्थापना गर्न सक्नुहुन्छ, परमेश्वरले तपाईँको बिग्रेको हेल्थलाई पनि नि राइट ठाउँमा ल्याउन सक्नुहुन्छ। यसको लागि चाहिँ तपाईँले विश्वास गर्नुपर्ने हुन्छ र विश्वास सँगसँगै तपाईँको जीवनमा आज्ञाकारिता भन्ने कुरामा हुनुपर्छ। हालेलुया। आजको एउटा वचन मैले ल्याएको छु र यो अन्तिमको दिनहरूमा यो वचन एकदमै विश्वासीले बुझ्नु निकै खाँचो परिरहेको छ। आजको वचन हामी एउटा टपिकमा मात्रै हामी हेर्नेछौँ कि प्रभुको हात मात्रै खोज्दै हुनुहुन्छ कि प्रभुको पुरै मुहार खोज्दै हुनुहुन्छ। म धेरैपल्ट के भेटाउँछु भने नि विश्वासीहरू चर्च आउँदाखेरि कन्टिन्यू चर्च नआइदिने, लगातार चर्च नआइदिने, अनि झुक्केर चर्च आइदिने। अनि झुक्केर चर्च आउँदाखेरि पनि के को लागि आयो भन्दाखेरि चाहिँ प्रार्थनाको विषय लिएर आइदिने। मेरो यो काम भएको छैन, मेरो यो काम भएको छैन, जस्ट प्रार्थनाको लागि। अब यहाँनिर हेर्नुहोस् है, धेरैपल्ट विश्वासीले नि प्रभु यीशुलाई जादुगर बनाउँछ र पास्टरलाई चाहिँ नि बाबा बनाउँछ। त्यसो गर्नु हुँदैन। पास्टर बाबाजी होइन, पास्टर चाहिँ अगुवा हो र प्रभु चाहिँ जादुगर होइन, प्रभु चाहिँ मालिक हो। हालेलुया। मलाई एउटा वचन यो हप्ता साह्रै मेरो आत्मामा गुन्जेको छ। त्यो दिन चाहिँ नि प्रभुले नि धन्यवाद पास्टर भन्नुभएको छैन बाइबलमा, धन्यवाद प्रेरित भनेको छैन बाइबलमा, धन्यवाद अगमवक्ता पनि भन्नुभएको छैन बाइबलमा, धन्यवाद महान प्रचारक युट्युबको धेरै सब्सक्राइबर भएको पनि भनेको छैन। प्रभुले एउटा मात्रै वचन भनेको छ, स्याबास मेरो असल दास, स्याबास मेरो असल नोकर। हालेलुया। त्यसो भए हामी संसारमा के को लागि छौँ? हाम्रो एकजना मालिक हुनुहुन्छ र उहाँलाई खुसी पार्नु नै हाम्रो जीवनको एउटा परम कर्तव्य हो। हालेलुया। आज तपाईँले गरेको हरेक कामले, हरेक कुराले, हरेक थोकले नि परमेश्वरको पुत्र यीशु ख्रीष्टको महिमा हुनुपर्छ र उहाँ खुसी हुनुपर्छ। आज म तपाईँलाई उत्साह दिन चाहन्छु। तपाईँको जिन्दगीमा पहिला आर्थिक अभाव गाह्रो थियो तपाईँलाई अहिले परमेश्वरले आर्थिकमा
सोनम आपाले पुचुचुचु भन्नुहुन्थ्यो, त्यस्तै माथि उठाउनु भयो। तर तपाईँले त्यो आर्थिकबाट उहाँको लागि के चाहिँ गर्दै हुनुहुन्छ? तपाईँको छोरा बिग्रेको थियो अथवा तपाईँ आफै बिग्रनु भएको थियो, तपाईँ परमेश्वरले रातारात छुटकारा पार्नु भयो। तपाईँले बाँकी जीवनमा के गर्दै हुनुहुन्छ? तपाईँ रोगले थला पार्नु भएको थियो, डक्टरले मेडिकल साइन्सले गिभ अप गरिदिएको थियो होला, एक प्रार्थनामा तपाईँको त्यो बिग्रेको अङ्ग पनि रिस्टोर भयो होला। अब स्वस्थ शरीरले तपाईँ के गर्दै हुनुहुन्छ? तपाईँलाई सुसाइड गर्नु मन पर्थ्यो होला, डिप्रेसन थियो होला, एन्जाइटीमा थियो होला, हार खाएर तपाईँ चर्चमा आएर निको हुनुभयो। अब तपाईँले शान्ति पाएर तपाईँ के गर्दै हुनुहुन्छ? परमेश्वरले दिएको जीवनले तपाईँले के गर्दै हुनुहुन्छ? द्याट्स अ बिग ग्रेट क्वेसन। आज म तपाईँलाई सोध्नु चाहन्छु। तपाईँ सास फेर्दै हुनुहुन्छ, तपाईँको धड्कन चलिरहेको छ, तपाईँको मुटुले रगत प्रवाह गरिरहेको छ, तपाईँ अहिले आँखाले हेर्दै हुन्छ, यु आर स्टिल अलाइभ, तपाईँ अझै जीवित हुनुहुन्छ। म तपाईँलाई सोध्नु चाहन्छु, तपाईँले यो जीवनले ख्रीष्टको लागि के गर्दै हुनुहुन्छ? यो चाहिँ ठुलो प्रश्न हो। यदि स्याबास असल दास भनेको सुन्नु चाहनुहुन्छ भने यो जीवन चाहिँ नि उहाँको लागि सुम्पिदिनुहोस्। यो पो हो त हो। आमीन भन्नुहोस् त। कोही कुरा सत्य लाग्यो, कस्तो क्या, जब हाम्रो शारीरिक हामी मृत्यु हुन्छौँ र जब हामी एक दिन हाम्रो प्रभुसँग भेट्छौँ सिपरा, त्यो बेला प्रभुले मिठो कुरा भन्नुहोस् न, स्याबास मेरो असल दास, स्याबास मेरो असल दासी। हालेलुया। यो चाहिँ क्रिस्चियन लाइफको एउटा ठुलो कुरा हो क्या। हामीले यो विषयमा धेरै नै ध्यान दिनुपर्ने हुन्छ। आमेन। एउटा वचन लेखेको छ युहन्ना 6:25 र 26मा, तिनीहरूले उहाँलाई समुद्र पारी भेटाएर उहाँलाई सोधे, रबी तपाईँ यहाँ कहिले आउनुभयो? गुरु भनेको खास गुरु मात्रै होइन, उहाँ प्रभु हुनुहुन्छ। येशूले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, तिमीहरू चिन्हहरू देखेर होइन तर अघाउन्जेल रोटी खाएको कारणले मलाई खोज्दैछौ। यो भिडले प्रभु यीशुलाई यीशुको कारणले होइन रहेछ, यीशुले उद्धार दिनुहुन्छ भनेर होइन रहेछ, यीशु नै पापको लागि मर्नु आउनु भएको परमेश्वरले पठाएको थुमा भनेर होइन रहेछ। तर यो भिडले यीशु ख्रीष्टलाई पछ्याउनुको एउटै इन्टेन्सन के थियो भने आज काम नगरौँ केटा हो, रोटीको व्यवस्था माछाको व्यवस्था यीशु ख्रीष्टले सधैँ चाहिँ आज पनि गरिहाल्नुहुन्छ। कोले बुझ्नुभयो? काइनेको जाल बोकेर, काइनेको बेल्चा बोकेर, काइनेको कुटे कोदालो बोकेर, कुटे कोदालोलाई पनि त्यही खन्ने त्यही रोटी त खानु होला नि, हिन सित्तैमा बाँडिरहेको छ। कोले बुझ्नुभयो? यीशुले चाल पाएर भन्नुभयो, यो भिडले तिमीहरूले मलाई मेरो कारणले होइन, मैले गरेको चिन्ह देखेर होइन, म नै मानिसको पुत्र भनेर होइन, तर तिमीले मलाई पछ्याएको कारण चाहिँ फ्रीमा रोटी खानु पाएर। यो भिडले चाहिँ यीशुलाई किन पछ्याएको रहेछ? यीशुको हातको लागि, यीशुको मुहारको लागि होइन। आज म तपाईँलाई उत्साह दिन चाहन्छु, यीशुको हातले जहिले पनि नि आशिषको कुरा गर्छ, तर यीशुको मुहारले जहिले पनि नि यीशु ख्रीष्टको नि प्रेमको, यीशु ख्रीष्टसँगको सम्बन्धको कुरा गर्छ। त्यसैले के परमेश्वरले आशिष दिनु हुँदैन? दिनुहुन्छ, निश्चय दिनुहुन्छ। अब्राहमलाई दिनुभयो, इसाकलाई दिनुभयो, याकुबलाई दिनुभयो, दाउदलाई दिनुभयो, योसेफलाई दिनुभयो, तपाईँलाई पनि दिनुहुन्छ। तर के उहाँको चाहना यो हो कि तपाईँले आशिषलाई मात्र खोजेको होइन नि त नि? हालेलुया। तपाईँलाई कस्तो लाग्छ सिपोरा जब तपाईँको छोराछोरी पैसा माग्ने बेला मात्रै तपाईँसँग आउँछ भने? कहिलेकाहीँ त होइन त्यसै पनि मसँग बोल्नु आइजन भन्नुहुन्छ कि हुँदैन? लु भन्नुहोस् त, छोराछोरीहरू आमा बाबासँग बोल्नु आयो भने त्यसै आमा खुसी हुन्छ कि हुँदैन? तर बिहान पनि पैसा, दिउँसो पनि पैसा, ल ओके ओके, छोराछोरी होइन। लु कोही मान्छेहरू तपाईँसँग काम पर्दा मात्रै आउँछ कि आउँदैन? कोही तपाईँलाई भित्रबाट इरिटेट लाग्दैन? मुखले नबोल्ने भित्र कस्तो खिस्रिक हुँदैन? यो मान्छे खालि काम पर्दा मात्रै आउँछ, हुन्छ कि हुँदैन? तर तपाईँको हालचाल सोच्नु आओस् त,
तपाईँको अवस्था सोध्नु आओस् त, तपाईँको जीवनमा के छ बितेको त्यो सोध्नु आओस् त, तपाईँलाई माया बोकेर भेट्नु आओस् त, तपाईँको जिन्दगीको अवस्थालाई बुझ्नु आओस् त। तपाईँलाई खुसी लाग्छ नि, ओहो यो मान्छेले मलाई केही नदिए पनि कति मलाई माया गर्छ, मलाई सोधिरहन्छ फोन गरेर के छ कसो छ, उसले मलाई साह्रै माया गर्छ, हो किन भन्नुहोस् है, यस्तै हो। त्यही भएर आज म तपाईँलाई उत्साह दिनु चाहन्छु, परमेश्वरले आश्चर्य कर्म गर्नुहुन्छ, आशिष दिनुहुन्छ, तर तपाईँको ध्यान केवल आशिषमा मात्रै हुनु हुँदैन, तपाईँको ध्यान चाहिँ नि कम्प्लिटली यीशुमै हुनुपर्छ। आमीन भन्नुहोस् त। नेक्स्ट भर्स हेरौँ न, मत्तीको किताब 22 अध्यायको 37 पद हामी हेर्नेछौँ। उहाँले तिनलाई भन्नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई सारा हृदयले, भन्नुहोस् त, सारा हृदयले कि अलिकति, कि अलिकति, कम्प्लिटली भनेको हो क्या यो। मलाई मनपर्छ, मेरो पत्नीले मलाई आएर बोनी म तिमीलाई माया चाहिँ गर्छु कि, तर तिमीलाई म 90% गर्छु कि 10% चाहिँ म अर्कैलाई गर्छु। मनपर्छ कि मुनालाई मनपर्छ कि ज्वाइँ आएर मुना म तिमीलाई नि 98 माया गर्छु कि, तर 2 चाहिँ म अर्कैसँग लागेको छु। मुनालाई रिसाएर यो पनि उता खटाउनु भन्छ, कसैलाई मन पर्दैन नि। त्यो परमेश्वरलाई के भन्छ बाइबलले नि, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई, यो किन वचन चलाइ आफ्ना भन्ने, किन परमेश्वरलाई पनि तपाईँको नि आफ्नो हुनु मन छ क्या। उहाँ पराई परमेश्वर होइन क्या, तपाईँको आफ्नो हुनु उहाँलाई मन छ। हालेलुया। तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, सारा प्राणले, सारा समझले प्रेम गर्नु। हालेलुया। तीनटा शब्द चलाएको छ कि यो तीनटै शब्द नि यहाँ लाग्छ क्या। सारा हृदयले, माई जिजस, सारा प्राणले। हृदयमा त धेरै कुरा बस्छ होइन, हृदयमा धेरै कुरा बस्छ नि, त्यो हृदयमा पनि परमेश्वरलाई बसाउनु अरे। प्राणमा, मन, इच्छा, भावनामा धेरै कुरा बस्न खोज्दैन, त्यहाँ पनि यीशुलाई बसाउनु अरे। अर्को के हो, समाजमा, विवेकमा, विवेकमा पनि यीशुलाई बसाउनु अरे। हालेलुया। मतलब तपाईँको हृदयमा, तपाईँको प्राणमा, मन, इच्छा, भावनामा, तपाईँको विवेकमा नि अर्को कुनै कुराले होइन, यीशु ख्रीष्टको प्रेमले डेरा जमाएको हुनुपर्छ। हालेलुया। मतलब के भन्नु खोजेको, जताबाट पल्टाए पनि यीशु निस्किनु पर्छ, यीशुको चरित्र निस्किनु पर्छ, यीशुको स्वभाव निस्किनु पर्छ। तपाईँ जहाँ गए पनि नि यीशु चाहिँ तपाईँको नि क्यारेक्टर निस्किनु पर्छ। आमीन भन्नुहोस् त। नेक्स्ट भर्स हामी हेरौँ त। ओके, अब ध्यान सुन्नुहोस् है। नम्बर 1 मा केवल आशिषको लागि मात्रै पछि लागेका भिनहरूलाई यीशुले मन पराउनु भएन। नम्बर 2 मा नि प्रभु यीशुलाई हामीले नि जादुगर चाहिँ ट्रिट गर्नु हुँदैन। कोले उदय हुनुहुन्छ, अथवा प्रभु यीशुलाई हामीले खालि नि माग्नुको लागि मात्रै सम्झिनु हुँदैन। अपरिपक्व विश्वासीहरूले प्रभु यीशु ख्रीष्टलाई प्राय सम्झिँदैनन्, तर जब केही कुराको खाँचो पर्यो तब मात्रै सम्झिन्छन्। ऋणको खाँचो पर्दाखेरि मात्रै मान्छेलाई ब्याङ्कको याद आउँछ। अर्को कुरा, शरीर बिग्रदाखेरि मात्रै मान्छेलाई मेडिकलको याद आउँछ। लु हो किन भन्नुहोस् है, बाइक बिग्रियो भने मात्रै मान्छेलाई ग्यारेजको याद आउँछ, हो कि होइन? कपडा सिलाउनु पर्यो भने मात्रै मान्छेलाई टेलरको याद आउँछ। मान्छे कहिले पनि काम बिना जाँदैन नि, जान्छ। अनि त्यही व्यवहार चाहिँ हामीले अब यीशुलाई पनि गर्न खोज्छौँ क्या। प्रभु मलाई चाहियो, प्रभु मलाई, त्यसको लागि मात्र होइन, तपाईँलाई केही चाहिएको होस्, केही चाहिएकै नहोस्, हर वक्त तपाईँको हृदयमा, तपाईँको प्राणमा, तपाईँको समाजमा नि यीशु ख्रीष्टकै बास हुनुपर्छ। हालेलुया। इभन तपाईँहरू वाक गर्नुहुन्छ, तपाईँहरू हिँड्नुहुन्छ, तपाईँहरू बाटोमा यात्रा गर्नुहुन्छ, तपाईँ फ्लाइटमा चढ्नुहुन्छ नि, म त तपाईँलाई उत्साह दिन चाहन्छु क्या। अन्य भाषा बोल्नेले अन्य भाषा बोलिराख्नुहोस्, अन्य भाषा नबोल्नेले पनि यीशुको बारेमा गीत गाइराख्नुहोस्, कानमा इयरफोन लगाएर भए पनि भजन गाइराख्नुहोस्, प्रभुको कुरा गरिराख्नुहोस्, मानिसहरूलाई प्रभुको बारेमा भनिराख्नुहोस्। हालेलुया। यो चाहिँ क्रिस्चियन लाइफ हो।
जसरी पनि अन्तिममा सुन्नु चाहिँ अन्तिममा हाउ वेल यु ड्रेस, तपाईँ कति असल लुगा लाउनु भयो, तपाईँ कति महँगो मोबाइल बोक्नु भयो, तपाईँ कति राम्रो घर बनाउनु भयो, यो सबै कुराले अन्तिममा तपाईँलाई माथि त केही पनि हुने होइन। यो तपाईँलाई यहाँ दिएको आशिष हो, प्रब्लम होइन होस्, तर माथि चाहिँ तपाईँलाई एउटै मात्र कुराको इनाम हुन्छ क्या, तपाईँले शरीरमा जीवित हुँदा उहाँको लागि के गर्नुभयो। आमीन भन्नुहोस् त। सुसमाचार कतिपल्ट सुनाउनु भयो जिन्दगीमा, कतिलाई त त्यो मान्छे मनै पर्दैन, बरु नर्केको होस् त्यसै पनि मन पर्दैन, यसलाई के खानु भन्छु। एउटा इस्युले भरेको मान्छेले त्यसो गर्न सक्दैन। कसले कुरा बुझ्दै हुनुहुन्छ। त्यही भएर म तपाईँलाई उत्साह दिन चाहन्छु, विश्वासीको मुखमा नै सुसमाचार हुनैपर्छ, एनी टाइम सुसमाचार हुनैपर्छ, एनी टाइम। पत्रुसलाई जस्तै उल्टो क्रुस पार्यो भने के गर्ने फेरि। पत्रुसले मुहार खोज्यो, त्यही भएर उसले हाँसी नै जिन्दगी दियो क्या। हालेलुया, आमीन भन्नुहोस् है। मण्डली परिवार हामी साँच्चै भनेको हामी यति साह्रो प्रभुसँगको त्यो घनिष्ठतामा हामी यति साह्रो बस्छौँ कि जस्तो सुकै आँधीले पनि, जस्तो सुकै हुरीले पनि, जस्तो सुकै तुफानले पनि, चाहे त्यो समस्या बाहिरबाट आएको होस् चाहे त्यो समस्या भित्रबाट आएको होस्, हामी हल्लिनै हुँदैन क्या, यसरी समातेर बस्ने हो यीशु ख्रीष्टलाई। हालेलुया। कसले बुझ्दै हुनुहुन्छ। बलियो हुनुहोस् है प्रभुमा, हाम्रो उद्धारको दिन नजिकै छ। हालेलुया। हाम्रो दुला चाँडै आउँदै हुनुहुन्छ। आश्चर्य कर्म प्रभुले निश्चय नै गर्नुहुन्छ, तर हाम्रो विश्वासको जरा हामीले आश्चर्य कर्मलाई होइन, प्रभु यीशुलाई नै बनाउनुपर्छ। धेरैपल्ट विश्वासीहरू यीशुलाई भन्दा पनि यीशुले गर्ने आश्चर्य कर्मलाई प्रभु बनाएको हुन्छ। द्याट्स वाइ धेरैपल्ट विश्वासीहरू नि झुटो अगमवक्ताहरूको फन्दामा फस्छ। कसले बुझ्दै हुनुहुन्छ। आश्चर्य कर्मलाई प्रभु नबनाउनुहोस्, यीशुलाई प्रभु बनाउनुहोस्। धेरैपल्ट खालि आश्चर्य कर्म, फायर 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 भने मात्रै फायर हुँदैन, जबसम्म तपाईँ यीशुमा जरा गाड्नु हुँदैन। कसले बुझ्दै हुनुहुन्छ। बुझ्दै हुनुहुन्छ। ढलेर मात्र के हुँदैन, जबसम्म तपाईँ उठेर यीशुमा जरा गाड्नु हुँदैन। रोएर मात्रै पनि के हुँदैन, जबसम्म तपाईँ आँसु पुछेको बादमा फेरि यीशुमा जरा गाड्नु हुँदैन। यीशुले तपाईँलाई निको पारेर मात्र पनि के हुँदैन, निको भएको बादमा यदि तपाईँलाई फेरि यीशुको बचनमा जरा गाड्न सक्नु भएन भने यीशुमा जरा गाड्नु पर्यो। हालेलुया। घर अहिले बनाओस् त हात्ती पाइले जग खन्छ मान्छेले। किन भनेको हात्ती पाइले जग? धेरै पैसा त जगमै खर्च किन गरेको? जग बलियोस्, ताकि जस्तो सुकै भुइँचालो आए पनि घर चाहिँ नहल्लियोस्। त्यो भन्दा धेरै गहिरो जग नि हामीले यीशुको वचनमा गाड्नुपर्छ। हालेलुया। ताकि भोलि जस्तो सुकै अवस्था होस्, जस्तो सुकै समस्या होस् नि, यीशुको लागि हामीले अगाडि बढ्नुपर्ने हुन्छ। आमीन भन्नुहोस् त। खाना खायो, सुत्यो, सङ्गतिमा पनि आऊ आऊ भन्यो, सजिलो क्रिस्चियन। निन्द्रा मात्र लाग्न क्रिस्चियन, अल्छी मात्र लाग्न क्रिस्चियन, सधैँ बिजी क्रिस्चियन, कहिले नभ्याउने क्रिस्चियन, किस्तावाला क्रिस्चियन। यो हप्ता म जान्छु, अर्को हप्ता तिमी जाऊ। बुझ्दै हुनुहुन्छ। टाउको दुखिराख्ने क्रिस्चियन, सङ्गतकै बेला फेरि पाहुना आइराख्ने क्रिस्चियन। कसले बुझ्दै हुनुहुन्छ। अनि शनिबार र बुधबार मात्रै फेरि अर्जेन्ट काम परे क्रिस्चियन। कसले बुझ्दै हुनुहुन्छ। डेन्जर। तपाईँ डेन्जर जोनमा हुनुहुन्छ। जबसम्म तपाईँको जीवनको पहिलो प्राथमिकता यीशु ख्रीष्ट हुँदैन नि, तपाईँ डेन्जर जोनमा हुनुहुन्छ। कसले मेरो कुरा बुझ्दै हुनुहुन्छ। धेरैवटा क्रिस्चियन हुन्छ क्या,
तपाईँ कुन क्रिस्चियन भन्नुभयो? फोन गरिराख्नु पर्ने क्रिस्चियन आउनुहोस् है। पिकनिकको क्रिस्चियन पिकनिक त आउने हुँदैन, कहाँबाट पत्ता लगाउँछ? 2 वर्ष सेवा नआएको होस् त पिकनिक स्पोर्ट त ठ्याक्कै आइपुग्छ। क्रिसमस क्रिस्चियन मानिस हराएको सूचना टाल्नु मात्रै बाँकी त टप्लुक आइहाल्यो। बप्तिस्मा लिने क्रिस्चियन बप्तिस्मा त लिन्छ, त्यहाँदेखि टाप। विवाह गर्ने बेलामा याद आउने क्रिस्चियनहरू, विवाह गर्ने बेलामा विवाह गरेर टाप। अब धेरै नजाउँ, तपाईँले कसैलाई भनेको होइन, तर अब आफ्नो आत्मालाई उजागर गर्नुहोस्। म मण्डली पुग्नै पर्छ, म भवनमा पुग्नै पर्छ, म चर्च जानै पर्छ, किनकि मेरो घर हो, मेरो आत्मिक परिवार हो। यो मानिसहरू कोही इटरीको, कोही तर्राको, कोही बेलबारीको, कोही धरानको होला, तर यो मानिसहरू मेरो आत्मिक मानिसहरू हो। मेरो आफन्त तपाईँहरू हो, मेरो परिवार तपाईँहरू हो। तपाईँसँग मेरो जात नमिल्ला, स्किन कलर नमिल्ला, धेरै कुरा नमिल्ला, तर पनि परमेश्वरको पुत्र यीशु ख्रीष्टको रगत मिलेको कारणले तपाईँ मेरो आत्मिक परिवार हो, तपाईँ मेरो सब थोक हो। हालेलुया। तपाईँ एउटा असल क्रिस्चियन हो भने तपाईँको एउटा आफ्नै चर्च हुन्छ र तपाईँको चर्चको पास्टर बाउसँग तपाईँको सम्बन्ध राम्रो हुन्छ, र पास्टर बाउसँग मात्रै होइन, त्यो मण्डलीको हरेकसँग तपाईँको नि राम्रो सम्बन्ध हुन्छ। हालेलुया। र तपाईँलाई कुनै पनि विश्वासीको घरमा दुःख सुख पर्यो भने पास्टरले फोन गरिराख्नु खाँचो हुँदैन कि तपाईँ असल क्रिस्चियन हो भने, किनकि तपाईँलाई थाहा हुन्छ। मेरो घरको कोही बिमारी भयो भने मलाई थाहा हुन्छ, थाहा हुँदैन? थाहा हुन्छ नि त। लु, मेरो घरको कोही बिमारी भयो भने के मलाई मेरो बुढीले फोन गरेर भन्नुपर्छ, ओ बोनी बिमारी भयो त? थाहा भइहाल्छ नि। त्यस्तै हो। त्यही भएर आज म तपाईँ प्रत्येकलाई उत्साह दिन चाहन्छु, चर्चलाई कहिले पनि नै मिनिमाइज नगर्नुहोस्। सबै कुरालाई पछाडि राखेर चर्चलाई चाहिँ अगाडि राख्नुहोस्। विश्वासीको जीवनमा 2टा शब्द है, 2टा शब्द एकदम यता हेर्नुहोस् है। विश्वासीको जीवनमा 2टा शब्दको एकदम ठुलो भूमिका छ सफल। एउटा सङ्गत, अर्को सङ्गति। सुन्दा उस्तै उस्तै छ, एउटा सङ्गत, अर्को सङ्गति। सङ्गतले चाहिँ तपाईँलाई नि खराब हुनु दिँदैन, सङ्गतिले चाहिँ तपाईँलाई नि ब्याक साइड हुनु दिँदैन। सङ्गत सङ्गति। हालेलुया। मैले प्रभुलाई ग्रहण गरेको 14 वर्ष पनि क्रस भइसक्यो, अनि प्रभुको अनुग्रहले आज म यहाँसम्म आइपुगेको छु। मलाई ध्यान त सुन्नुहोस्, मैले धेरै विश्वासीहरू देखेको छु, धेरै टाइप्सको। अब म नेगेटिभ साइड मात्रै बेसी म बोल्नु चाहन्न, तर मैले एउटा खाले विश्वासी मात्रै मैले प्रभुमा अगाडि बढेको देखेँ। को हो थाहा छ? जसले वचनलाई बेसी माया गर्यो, जसले वचनलाई बेसी माया गर्यो, जसलाई चित्त नबुझ्दाखेरि पनि नि सोन्या नि होस् वचनले भनेको छ म त मान्छु भन्यो। आमीन भन्नुहोस् त। हालेलुया। चित्तै बुझेको छैन क्या प्रिया, सबै कुरा बुझ्दैछु होइन, सोच्दाखेरि त चित्तै बुझेन, तर पनि यसो वचन हेऱ्यो, वचनले भन्यो प्रभु हुन्छ। कोही बुझ्नुभयो? आज म तपाईँलाई एउटा राम्रो प्रार्थना सिकाउँछु ल। मलाई अस्ति प्रभुको आत्माले भन्न मैले नोट बनाएको छु क्या, ठ्याक्कै याद आयो। कहिले कहिले तपाईँहरू यो अवस्थामा पुग्नु भएको छ, प्रार्थना गर्नु खोज्दाखेरि पनि शब्दै नआउने, किनकि त्यो परिस्थिति यति साह्रो गाह्रो हुन्छ नि, बिना नि प्रार्थना त गर्नु पर्ने, तर के गर्नु त्यो निस्किँदैन नि। प्रभुको आत्माले मलाई भन्न मैले लेखेको छु क्या, त्यस्तो समयमा सबै नि यसरी प्रार्थना गर्नु अरे। धेरै त्यो अवस्था गाह्रो भयो, त्यो बोल्नै निरु, त्यो शब्द निकाल्ने पनि त्यो अस्पट पऱ्यो भने नि प्रभुलाई एउटा मात्रै कुरा भन्नु अरे, प्रभु म तपाईँलाई भरोसा गर्छु भन्नु अरे। हालेलुया। हालेलुया।
आई ट्रस्ट यु भन्नु अरे। भन्नुहोस् त, आई ट्रस्ट यु, आई ट्रस्ट यु। कोले बुझ्दै हुन्छ, छोरी एलिसा बुझ्दै हुनुहुन्छ, भन्नुहोस् म भरोसा गर्छु, म भरोसा गर्छु। ल अब एउटा लु, म भरोसा गर्छु भनेपछि अवश्य पनि तपाईँको परिस्थिति तपाईँले सक्ने छैन क्या। त्यो हेर्दाखेरि तपाईँ यस्तो चक्रव्यूहमा फस्नु भएको छ क्या, त्यहाँदेखि तपाईँलाई निस्किन तपाईँलाई असम्भव छ। तर जब तपाईँले भन्नुहुन्छ नि, लर्ड आई ट्रस्ट यु, प्रभु म तपाईँलाई भरोसा गर्छु, यसको बादमा परमेश्वर तपाईँको पक्षमा नि लड्न सुरु गर्नुहुन्छ। हालेलुया। लेखेको छ, हामी घोडाको बलमा होइन क्या, हामी रथहरूको तागतमा होइन, हामी संसारको कुनै त्यो अस्त्र शस्त्रको तागतमा होइन, हामी त परमप्रभुको बलमा परमप्रभुमा भरोसा गर्छौँ। किनकि लेखिएको छ, युद्ध तेरो होइन, युद्ध मेरो। परमप्रभु भन्नुहुन्छ, म आफै तेरो खातिर युद्ध लडिदिनेछु। हालेलुया। भन्नुहोस् त, म भरोसा गर्छु। भरोसा गर्नेले हात यसो गरिदिनुहोस् त। हालेलुया। माय जिसस राखा सेखेते पुरा बासे। लर्ड वी ट्रस्ट यु। प्रभु हामी भरोसा गर्छौँ, प्रभु हामी भरोसा गर्छौँ। अप्ठ्यारो परिस्थितिमा प्रभु हामी तपाईँलाई भरोसा गर्छौँ। बिग्रिएको परिस्थितिमा प्रभु हामी तपाईँलाई भरोसा गर्छौँ। यो कालो दिनमा प्रभु हामी तपाईँलाई भरोसा गर्छौँ। निदाउन नसकिने रातमा पनि प्रभु हामी तपाईँलाई भरोसा गर्छौँ। दुखी राखेको शरीरमा पनि प्रभु हामी तपाईँलाई भरोसा गर्छौँ। अशान्तिको बीचमा यीशु हामी तपाईँलाई भरोसा गर्छौँ। परिस्थितिले किच्याइँदै भएको छ प्रभु यीशु, तर पनि हामी तपाईँलाई भरोसा गर्छौँ। तपाईँ जीवित हुनुहुन्छ, तपाईँ जीवित हुनुहुन्छ। लर्ड यु आर अलाइभ। प्रभु तपाईँ जीवित हुनुहुन्छ। हे मेरो प्रभु खडा हुनुहोस्। हे मेरो प्रभु अब उठिदिनुहोस्। प्रभु मेरो शत्रुहरूलाई परास्त गरिदिनुहोस्। प्रभु ती दुष्टहरूको दाँतलाई भाँचिदिनुहोस्। प्रभु म तपाईँमा भरोसा गर्छु। आई ट्रस्ट यु जीसस। हालेलुया। ग्लोरी माय जीसस। हामी प्रभुमा भरोसा गर्छौँ। हामी प्रभुमा भरोसा गर्छौँ। हामी दुष्टको खराबीमा होइन, हामी प्रभुको भलाइमा भरोसा गर्छौँ। थाहा छैन म यति बेला कसको लागि बोलिरहेको छु, तर तपाईँको परिस्थिति नि तपाईँको हातमा रहेन। अब तपाईँको अवस्था अब तपाईँको हातमा रहेन। अब त्यो अवस्था नि परमेश्वरले नि आफ्नो हातमा लिइसक्नु भएको छ। हालेलुया। अनि मलाई सुन्नुहोस् मण्डली परिवार, जुन अवस्था जुन परिस्थिति परमेश्वरले आफ्नो हातमा लिनुहुन्छ नि, त्यो उहाँले बदल्नुहुन्छ। किनकि हाम्रो परमेश्वर नि युद्ध जित्ने परमेश्वर हुनुहुन्छ। हालेलुया। ग्लोरी साउन्ड जीसस। भन्नुहोस् त, मैले विजय पाएको छु। परिस्थिति तो चकनाचुर भएको छ। अवस्था खराब अवस्था तो चकनाचुर भएको छ। हेर मेरो प्रभुको महिमा म माथि सम्किएको छ। हालेलुया। कोकलाई छोइरहेछ प्रभुको वचनले। प्रभु अझै सिंहासनमा हुनुहुन्छ। अनि उहाँलाई उहाँको सिंहासनदेखि कसैले हटाउनु सक्दैन भनेपछि अब कुरा यसरी बुझौँ कि परमेश्वरले सदा सर्वदा राज्य गर्नुहुन्छ। उहाँकै हातमा अधिकार छ। हालेलुया। ग्लोरी। हालेलुया। म त बतर बोल्दा बोल्दा आश्चर्य भइरहेको छु। म प्रभुमा भरोसा गर्छु। बदलिँदैछ, बदलिँदैछ, परिस्थिति बदलिँदैछ, अवस्था बदलिँदैछ। ओ हालेलुया। हालेलुया। रमाउनुहोस् तपाईँ। यो हप्ता तपाईँको लागि साह्रो खुसीको हप्ता हुनेछ। अब विश्वास गर्नुहोस् है, अब तपाईँको कानले नि असल कुरा सुन्नेछ। हालेलुया। हालेलुया। आमीन भन्नुहोस् त। एउटा वचन हामी हेरौँ न। प्रस्थानको किताब 32 अध्याय 1 मा लेखेको छ, जब मानिसहरूले मूसालाई पर्वतबाट ओर्लन ढिलो गरेको देखे, दशाज्ञालाई रिसिभ गर्नुलाई मूसा
सिनै पर्वतमा उक्लिएको थियो। यहाँ त हेर्नुहोस् है, यहाँनिर नि दुईटा स्पिरिचुअल कन्डिसन, आत्मिक अवस्था छ। अगुवा चाहिँ कहाँ गएको छ? सिनैमा गएको छ। किन गएको छ? परमेश्वरले चाहिँ दशाकेको लागि बोलाउनु भएको छ। मुनि चाहिँ को छ? इजरायलीहरू छ। जब मानिसहरूले मोसालाई पर्वतबाट ओर्लिनु ढिलो गरेको देखे, तब तिनीहरू हार्नु कहाँ भेला भयो, तिनलाई भन्नु लागे उठ्नुहोस् र हाम्रो अघि अघि जानुलाई देवताहरू बनाउनुहोस्। हेर्नु त कति छिटो बिर्स्यो इजरायलीले, कति छिटो बिर्स्यो। मिस्र देशबाट निकाल्ने परमेश्वरै हुनुहुन्थ्यो, बिर्स्यो। किनकि हामीलाई मिस्रबाट निकालेर ल्याउने मोसालाई के भयो हामी जान्दैनौँ। नेक्स्ट वर्ष हारूनले तिनीहरूलाई भने, तिमीहरूका पत्नीहरू र बच्चाहरूको कानमा भएका सुनका कुण्डलहरू फुकालेर यहाँ ल्याऊ। तब सबै मानिसहरूले आफ्नो आफ्नो कानमा भएका सुनका कुण्डलहरू गरगहना फुकालेर हारूनलाई दिए। नेक्स्ट वर्ष तिनले तिनीहरूको हातबाट लिएर हतियारले खोपे र ढालेर बाछाको आकारको एउटा मूर्ति बनाए। तब तिनीहरूले भने, हे इजरायली हो, तिमीहरूलाई मिस्रबाट निकालेर ल्याउने तिमीहरूको देवताहरू यी नै हुन्। यता हेर्नुहोस् है, हारूनले बनाउनु खोजेको होइन है, किनकि मोसा ढिलो गर्यो आउनुलाई, किनकि मोसा उहाँको उपस्थितिमा थियो, दशाके रिसिभ गर्दै थियो। तर तल बस्नेहरूले गनगन गन गरेर के भन्यो भने, मोसा आउनु ढिलो भयो, अब त्यो मोसालाई के भयो, बरु त्योभन्दा हारून तपाईँले हाम्रो लागि देवता बनाइदिनुहोस्। अनि सुनको कुण्डलको उनीहरूले के बनायो? सुनको बाछा बनायो। अनि बाछालाई के गर्यो? इजरायलीहरूले वर्सिप गर्नु थाल्यो। अब तपाईँलाई मेरो एउटा प्रश्न, इजरायलीले आश्चर्य कर्म देखेन? 10 आश्चर्य कर्म देखेन? चट्टानदेखि पानी खाएन? मन्ना खाएन? खोइ त अनि आज्ञाकारिता भनेपछि यो एउटा त्यस्तो विश्वासीको चित्रण गरेको छ कि इजरायलीहरू जबसम्म परमेश्वरले आश्चर्य कर्म गर्नुहुन्थ्यो तबसम्म यिनीहरूले परमेश्वरलाई पछ्याउँथ्यो। तर जब कुरा आउँथ्यो आज्ञाकारिताको नि जहिले पनि फेल हुन्थ्यो। यो इजरायलीहरूलाई नै सुन्नुहोस् मण्डली परिवार, आश्चर्य कर्म यति साह्रो प्यारो भयो नि आज्ञाकारिता चाहिँ घृणित हुन थाल्यो। खालि आश्चर्य कर्म, आश्चर्य कर्म, आश्चर्य कर्म, आश्चर्य कर्म, खालि आश्चर्य कर्म। मलाई हेर्नुहोस् है, परमेश्वरले मण्डली परिवार तपाईँको जीवनमा आश्चर्य कर्म गरिसक्नु भएको बातमा नि अब आज्ञाकारिता खोज्नुहुन्छ। आमीन भन्नुहोस् त। ल यता हेर्नुहोस् त, तपाईँको कसको जीवनमा परमेश्वरले आश्चर्य कर्म गर्नुभएको छ? हात यसो गर्नुहोस्। कोकोलाई निको पार्नु भएको छ? कोकोलाई शान्ति पाएको छ? को छुटकारा भएको छ? कोकोले नयाँ जीवन पाएको छ? भन्नुहोस् त, परमेश्वरले मेरो जीवनमा आश्चर्य कर्म गर्नुभएको छ। राख्नुहोस्। त्यसपछि अब के खोज्नुहुन्छ परमेश्वरले? आज्ञाकारिता। हालेलुया। चुक्यो इजरायलीहरू, 10 आश्चर्य कर्म पनि देख्यो, मन्ना पनि खायो, चट्टानबाट पानी पियो, जति नै आश्चर्य कर्म देखे पनि नि निमा छोरा। कुरा बुझ्नुहोस् मण्डली परिवार, इजरायलीहरूको हृदय यति साह्रो विद्रोही थियो नि, उनीहरू खालि नि मिराकल्स, आश्चर्य कर्म, यो भएन प्रभु यो गरिदिनुहोस्, प्रभु यो खानु मन छ, प्रभु यो गरिदिनुहोस्। खालि उनीहरूको एउटै मात्र सम्बन्ध के थियो भने प्रभुसँग नि जब चाहिन्छ नि अनि खालि प्रभु 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 प्रभु। तर जब कुरा आउँथ्यो नि आज्ञाकारिताको उनीहरूले कहिले पनि पुरै गरेन। र विडम्बना के भयो? आज्ञाकारिता नगर्ने कुनै पनि इजरायलीहरू नि प्रत्येक देशमा पस्न पाएन। तर आश्चर्य कर्म चाहिँ देख्यो। तपाईँले भन्दा बढी आश्चर्य कर्म देखेछ इजरायलीले। तर पनि थाहा छ उनीहरूले के भन्यो? प्रभु आश्चर्य कर्म चाहिँ तपाईँको साह्रो मनपर्छ कि तपाईँदेखि नि प्रभु म प्रत्येक टाइम आश्चर्य कर्मको आश राख्छु, तर मदेखि चाहिँ नि आज्ञाकारिताको आश चाहिँ नराख्नु नि। फेरि कोले बुझ्नुभयो? कोले बुझ्नुभयो? इन्दिरा छोरी बुझ्दै छैन? के भन्यो अरे? प्रभु तपाईँदेखि म नि एक सेकेन्डमा आश्चर्य कर्मको आश राख्छु, तर मदेखि चाहिँ नि आज्ञाकारिताको आश नराख्दा हुन्छ।
त्यसैले यीशुको नाममा शक्ति छैन? शक्ति छ, सामर्थ्य छ, चङ्गै हुन्छ छ। तर परमेश्वरले तपाईँको जीवनमा आश्चर्य कर्म गरिसक्नु भएको बातमा नि अब परमेश्वरले नि आज्ञाकारिता पनि खोज्नुहुन्छ। हालेलुया। मे कुरा भन्न सक्नु चाहन्छु ल। पहिला परमेश्वरले तपाईँको जीवनमा आश्चर्य कर्म गर्नुहुन्छ। किन आश्चर्य कर्म गर्नुहुन्छ? तपाईँको विश्वासलाई बुस्ट गर्नको लागि, तपाईँको विश्वासलाई नि दह्रो पार्नको लागि, र 2 नम्बरमा म छु भन्नुको लागि। तर परमेश्वरले तपाईँको जीवनमा आश्चर्य कर्म गरिसक्नु भएको बादमा अप्ठ्यारो परिस्थितिमा पनि, मन नपर्दाखेरि पनि, चित्तै नबुझ्दाखेरि पनि तपाईँले परमेश्वरको वचनमा आज्ञाकारिता राख्नु भयो भने नि अब झन् तपाईँले सोच्दै नसोचेको नि आश्चर्य कर्म तपाईँको जीवनमा आउनेछ। हालेलुया, हालेलुया। अल्लाह। नेक्स्ट वर्ड हेरौँ त। गन्ती 14:22 र 23, 24 पनि छ होला। मिश्र र उजाड स्थानमा मेरो महिमा र आश्चर्य कर्महरू देखेर पनि अनाज्ञाकारी भई 10 पल्ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्ने छैन। कहाँ हुनुहुन्छ? यसो भन्नुहोस् त, म यहाँ चाहिँ भन्नुहोस् न, म यहाँ चाहिँ भन्नुहोस् न, ध्यान सुन्नुहोस् है। यहाँ वचन के भन्दैछ? मिश्र र उजाड स्थानमा मेरो महिमा र आश्चर्य कर्म देखेर पनि अनाज्ञाकारी भयो अरे। आश्चर्य कर्म देखेन? देख्यो, तर के भयो? अनाज्ञाकारी भयो। नेक्स्ट। प्रभु, तर मेरो दास कालेबमा अर्कै आत्मा छ। हालेलुया, आमीन भन्नुहोस् त। यहाँ हेर्नुहोस् त कसरी परमेश्वरले नि, परमेश्वर कस्तो सोलिड हुनुहुन्छ, कस्तो परमेश्वर दामी हुनुहुन्छ क्या। परमेश्वरले नि असल मान्छे र खराब मान्छे ट्याक्कै चिनाल्नुहुन्छ क्या। सुरुमा परमेश्वरले के भन्नुभयो? उजाड स्थानमा त्यो मिश्र देशमा मेरो आश्चर्य कर्म देख्दा पनि अनाज्ञाकारी हुनेहरू प्रतिज्ञाको देशमा पस्ने छैनन्, तर मेरो दास कालेबमा अर्कै आत्मा छ। हालेलुया। त्यसले त पुरै हृदयले मलाई पछ्याएको छ। ओ हालेलुया। यसै कारण त्यो पसेर आएको देशमा म त्यसलाई लैजानेछु र त्यसका सन्तानले त्यो अधिकार गर्नेछन्। हालेलुया। को चाहनुहुन्छ अधिकार गर्न? को चाहनुहुन्छ राज्य गर्न? त्यसो भए तपाईँमा नि अर्कै आत्मा हुनुपर्छ। तपाईँमा अर्कै आत्मा हुनुपर्छ। तपाईँमा अर्कै आत्मा हुनुपर्छ। डिफरेन्ट स्पिरिट। व्हाट इज द मिनिङ अफ डिफरेन्ट स्पिरिट? अब यहाँ हेर्नुहोस् है, एउटा वचन तपाईँले धेरैपल्ट सुन्नु भएको होला, अलिकति त्यसलाई बुझाउन चाहन्छु। एउटा वचन साह्रो छ बाइबलमा। संसारसँगको मित्रता उहाँसँगको के हो? दुश्मनी हो भनेको छ। को बुझ्दै हुनुहुन्छ? संसार प्रतिको मित्रता उहाँसँगको के हो? दुश्मनी हो। त्यसो भए संसारमै नबस्नु भनेको त? संसारको बाटै नहिँड्नु, गाडी नचढ्नु, संसारमा फलेको चामल नखानु भनेको हो त? होइन। कुन कुरा शरीरको लागि हो, कुन कुरा आत्माका लागि हो, कुन कुराले प्रभुको महिमा हुन्छ, कुन कुराले प्रभुको महिमा हुँदैन, यो बीचको फरक तपाईँलाई थाहा हुनुपर्छ। हालेलुया, हालेलुया, हालेलुया। तर मेरो दास कालेबमा अर्कै आत्मा छ। हालेलुया। मेरो दास निरुमा अर्कै आत्मा छ। आमी भन्नुहोस् त, मेरो दास कवितामा अर्कै आत्मा छ। यसो गर्नुहोस् त, परमेश्वरले भन्नु पर्यो क्या, मेरो छोरी प्रियामा अर्कै आत्मा छ, मेरो छोरी एस्तरमा अर्कै आत्मा छ, मेरो छोरो प्रकाशमा अर्कै आत्मा छ। आमी भन्नुहोस् त, मेरो छोरी सङ्गीतमा अर्कै आत्मा छ। हालेलुया, हालेलुया। बुझ्नुभयो? यसरी तपाईँको जिन्दगी जिउनु भयो भने नि तपाईँको लागि नि आश्चर्य कर्म भइबस्छ क्या।
तर तपाईँ आज्ञाकार्ता चाहिँ नगर्ने, प्रभुको चाहिँ कुरै सुन्नु नखोज्ने। कतिजना विश्वासी यस्तो हुन्छ नि, मेरो मम्मीलाई कति माया गर्छु, मेरो बाबुलाई कति माया गर्छु भनेर भन्छ नि, अनि घरमा बोल्यो भने कुरै सुन्नु खोज्दैन नि। त्यस्तै हो क्या, प्रभु आई लभ यु, प्रभु प्रभु तपाईँ मेरो लागि मर्नु भयो, अनि कुरै सुन्नु नखोज्ने। मलाई प्रभु प्रभु भनेर भन्छु भने मेरो आज्ञा मेरो वचन किन मान्दैन भनेर बाइबलमा लेखिएको छ। सो आज म तपाईँलाई अन्तिममा म तपाईँलाई उत्साह दिन चाहन्छु। तपाईँको ध्यान अब केवल हातमा मात्र होइन, तपाईँको ध्यान अब नि कम्प्लिटली यीशुको मुहारमा हुनुपर्छ। हालेलुया। कति हामीले भनेको छौँ, कति यो बारेमा वर्शिप गरिएको छ, निमाले कति हजारौँ पल्ट भन्नुभएको छ, कतिपल्ट तपाईँलाई हाउस फेलोशिपमा भनेको छ। दाउदले के भन्छ, तपाईँको घरको तपाईँको ढोकामा नि पाले भएर बस्नु उचित हुन्छ अरे। राजा त सिंहासन बस्नु पनि होइन, ढाँट देखाएर। तर उसले के भन्छ, होइन होइन प्रभु, यहाँ बस्नु भन्दा नि तपाईँको भवनमा, माई जिजस, हालेलुया, तपाईँको भवनमा, तपाईँको भवनको ढोकामा ढोके भएर पाले भएर बस्नु चाहिँ उत्तम हुन्छ अरे। यो कुन व्यक्तिले भनेको? जो चाहिँ राजा थियो, जो चाहिँ राजा थियो, इन्टायर नेसनको राजा थियो, किङ थियो, शासन गर्थ्यो, शक्ति थियो, पावर थियो, धनी थियो, उसको एक इशारामा त्यो जे पनि हुन्थ्यो। तर उसले के भन्छ, मलाई यहाँ होइन प्रभु, तपाईँको भवनमा गएर तपाईँको ढोकामा नि पाले भएर बस्नु पाएँ भने नि म सेटिस हुने थिएँ। हालेलुया, हालेलुया, हालेलुया। कहाँ गएर अरे? प्रभुको भवनमा गएर। मेरो मण्डली परिवार, चर्च आउने कुरामा सिरियस हुनुहोस्। डोन्ट स्किप चर्च सर्भिस, डोन्ट स्किप चर्च सर्भिस। चर्चको सङ्गति एक हप्ता स्किप गरेर फेरि अर्को हप्ता होइन, कन्टिन्यू चर्च निरन्तर आउनुहोस्। तपाईँलाई चर्च आउनु खाँचो छ, तपाईँलाई चर्च आउनु खाँचो छ। त्यही चर्च नआएकै कारणले तपाईँको प्रार्थना घटेको हो, चर्च नआएकै कारणले तपाईँले फास्टिङ बिर्सेको हो, चर्च नआएकै कारणले तपाईँको जीवनमा समस्या आएको हो, चर्च नआएकै कारणले तपाईँलाई नि स्वर्गको भन्दा संसारको चाहना बेसी भएको हो। चर्च नआएको कारणले। चर्च आउनुहोस्। हालेलुया। आज त शनिबार हो, म जान्छु। मेरो टाइम भइसक्यो।